सबभन्दा पहिला यो भिडियो हेर्नुहोस्। 2 अर्बको यो बिजनेस कम्प्लेक्स भित्र व्यापार शून्य छ, तर बिजनेस कम्प्लेक्सको बाहिर यो टहरामा चाहिँ दिदीहरूले राम्रै व्यापार गरिरहनु भएको छ। चिया नास्ता खुवाउनुहुन्छ, पानी खुवाउनुहुन्छ। बिजनेस कम्प्लेक्सलाई व्यापारिक प्रयोजनका लागि बनाइएको हो, तर अहिले त्यसको व्यापारिक प्रयोजन भएको छैन। बिजनेस कम्प्लेक्स भित्र अहिले एउटा पनि पसलहरू छैन, एउटा पनि व्यापार छैन, तर बाहिर भने मजाको व्यापार भइरहेछ। यहाँका स्थानीयहरूले राम्रै व्यापार गर्नुभएको छ। किन यो व्यापार भइरहेछ भने यो 2 अर्ब झन्डै 2 अर्ब भनिरहेको छ है। झन्डै 2 अर्बको यो बिजनेस कम्प्लेक्स हेर्नलाई मान्छेहरू आउँछन्। तपाईँहरू हेर्न आउनु भएको हो, फोटो खिच्न आउनु भएको हो। हेर्नुहोस् है, यो चाहिँ के भएको छ भने अहिले यो फोटो खिच्ने स्थल भएको छ। चट्ट विदेशको जस्तो सिन आउँछ यहाँ फोटो खिच्यो भने भन्ने छ, अनि टक्क दुबईको जस्तै सिन आउँछ यो कम्प्लेक्स अगाडि उभिएर खिच्यो भने भन्ने छ। त्यो कारणले गर्दा मान्छेहरू फोटो खिच्नलाई अहिले बिजनेस कम्प्लेक्समा आउँछन् र व्यापार हुन्छ। यहाँको स्थानीयहरूको व्यापार भइरहेछ। फोटो खिच्नकै लागि मात्रै बिजनेस कम्प्लेक्स बनाइएको हो भने यो यति धेरै खर्च गर्नै पर्ने थिएन। प्लास्टिकको एउटा कुनै टक्कसँगको ठुलो मानको यो घर जस्तै आकारको केही ल्याएर राखिदिए पनि भइहाल्थ्यो, तर यहाँ 2 अर्ब झन्डै 2 अर्ब बालुवामा पानी हाले जस्तै भएको छ।